यति रात मसँग सुत कि त मेरो स्वास्नी बन। उनीहरुसँग सम्झौता गरेर कति रातको सम्झौता गरेर या त उनीहरुको स्वास्नी बनेर कति महिलाहरु सफल भए। त्यसो सफल भएका छैनन्, सबैलाई भनेको होइन, तर धेरै जसो महिलाहरु घर छोडेर निस्किसकेपछि सफल हुनको लागि कुनै न कुनै पुरुषको ओछ्यान नबनिकन या उनीहरुको स्वास्नी नबनिकन सफल भएका छैनन्। यो सत्य हो है। म आफ्नै एउटा साथीको उदाहरण दिन्छु। समाज कस्तो छ भनेर के अहिले पनि यो हिजोको कुरा होइन, यो अहिलेको घटना हो। यो अहिले पनि यस्तै छ समाज। एउटा हाम्रो साथीको कोही कस्तो छ भने जोड्या छ है, त्यो जोड्या 2 नम्बरी काम गर्छ, स्वास्नी पुर्छ। अनि त्यो जोड्याले के भन्छ, म त छोरा मान्छे हो, जहाँ गएर पनि कमाउँछु, म त छोरा मान्छे हो, जसरी पनि लिएर आउँछु। तँ त आइनै, तँ कहाँ जान्छेस, कसरी कमाउँछेस, यो छोरी कसरी पाल्छेस, अनि कुरा भाडा कसरी तिर्छेस, कसरी पढाउँछेस बाल बच्चा भन्छ त्यो पुरुषले। अनि त्यो साथीले मलाई के भन्छ, हुन पनि हो लक्ष्मी है, बोरीले चुटोस् कुटोस् जेसरी गरोस्, म कहाँ जाने, जानी चाहिँ कहाँ, 2टा बच्चा बोकेर म जाने कहाँ, मैले पढाउने कसरी खर्च गर्ने है, सम्भव छैन यो। त्यसैले मोरीले चुटोस् कुटोस्, म सहेर बस्छु, बच्चाको मुख हेरेर बस्छु भनेर त्यो साथी चाहिँ बाध्यताले के जाने ठाउँ नभएर त्यो पुरुषको टचर सहेर बस्न बाध्य भयो।